हेलो गाइज, वेलकम टु माई ब्लग। आजबाट चाहिँ मैले सानो छोटो मिठो ब्लग बनाउने प्रयास गरिरहेको छु। मेरो भिडियो हजुरहरूको मोबाइलमा आएको छ भने सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु र मन परेको छ भने हजुरहरूको आफ्नो साथीहरूलाई पनि सेयर गरिदिनु भन्न चाहन्छु। मैले चाहिँ नुवाकोट जिल्लाको विभिन्न ठाउँहरू घुम्ने योजना गरेको छु गाइज। र नुवाकोट जिल्लाको आज मेरो फर्स्ट राइड हुनेछ त्रिशुली, बिदुर लगायत सिलट्याङ्की यस्तै हुनेछ र म सकेसम्म भिडियो बनाएर हजुरहरूमा ल्याउने छु। हुन्छ, मैले भिडियो चाहिँ स्टार्ट गरिसकेको छु। यो चाहिँ मैले कहाँबाट स्टार्ट गरेको छु भन्दाखेरि 10 मुरे भन्ने ठाउँबाट मैले भिडियो स्टार्ट गरेको छु। 10 मुरेको यो चाहिँ मन्दिर हो। यहाँ चाहिँ मान्छेहरूले यसलाई पूजाहरू गर्नुहुन्छ र मैले यहाँबाट चाहिँ भिडियो स्टार्ट गरिसकेको छु। हेर्नु होला। राम्रो त छैन, तर पनि राम्रो नराम्रो भए पनि राम्रो मानेर हेरिदिनु होला भन्न चाहन्छु। र यो चाहिँ मेरो युट्युब च्यानलमा फर्स्ट भिडियो हो। सबैले सपोर्ट गरिदिनु होला, सबैले माया गरिदिनु होला भन्न चाहन्छु। र म अब बिस्तारै बिस्तारै हजुरहरू सामान्य दृश्यहरू देखाउने नै छु। यहाँको रोड कस्तो छ, यहाँको विकास कस्तो छ, यहाँको मानिसहरू कस्ता छन् भनेर म हजुरहरूलाई बिस्तारै बिस्तारै देखाउने छु। र म चाहिँ केही समय आइसकेपछि यस्तो खोलामा पर्छु र खोलामा चाहिँ जाने लडेको छु। त्यसपछि जाडो मौसमको कुरा गर्नुहुन्छ भने अत्याधिक जाडो, गर्मीमा अत्याधिक गर्मी ठाउँ हो यो। र जाडोमा नि बेसकरी जाडो हुन्छ र गर्मीमा पनि बेसकन गर्मी हुन्छ। यहाँ चाहिँ फ्यानको, कुलरको आवश्यकता पर्छ गर्मीमा, भने जाडोमा हिटरको आवश्यकता पर्छ। सो त्यसैले म चाहिँ अब ओह्रालो लागिसकेको छु। ओह्रालो चाहिँ मलाई झर्न केही समय पनि लाग्दैन, उकालोमा मात्रै हो गाह्रो। साइकलमा ओह्रालो चाहिँ सजिलै हुन्छ। सो त्यसले गर्दाखेरि यो देखिरहेको स्कुल यो चाहिँ नेसनल बेथेल स्कुल। यो चाहिँ एकदमै पपुलर छ यहाँको नुवाकोट डिस्ट्रिक्ट, नुवाकोट जिल्लाको एकदमै राम्रो पढाइ हुने स्कुल हो। नेसनल बेथेल एकाडेमी बोर्डिङ स्कुल। यो चाहिँ विदेशीहरूले पनि सपोर्ट गर्नुहुन्छ। अब यो ठाउँ चाहिँ प्लास्टर, यो ठाउँलाई चाहिँ कतिपयले प्लास्टर भनेर चिन्नुहुन्छ। प्लास्टरमा चाहिँ यहाँ केही कपडाहरू पनि फेमस छन् र यहाँनिर लजिक कोरियन इन्स्टिट्युट पनि छ। र मैले हजुरहरू सामान्य देखाउने छु रोडहरू कस्तो छ, यहाँका घरहरू कस्ता छन् भनेर सकेसम्म आफूले सकेको देखाउने प्रयास गरेको छु। हजुरहरूले हेरिदिनु होला। र त्यसपछि म केही समय मेरो देख्न सक्नुहुन्छ मेरो घाँटीको हेडफोन, टाउकोमा लाउने हेडफोन मेरो चाहिँ भाँचिएको छ आज नै हो। किनकि मैले आज फर्स्ट भिडियो बनाउँछु भनेर निक्लेको म, तर आधी बाटोमा आएर मेरो हेडफोन क्र्याक भएको छ र मैले चाहिँ यो हेडफोन गाह्रो भएको कारणले अब चाहिँ मैले यो हेडफोनलाई झोलामा हाल्ने निधो गर्छु। र यो समय चाहिँ मैले हेडफोनलाई झोलाभित्र हालिरहेको छु। दस मुरेबाट यो तल त्रिशुली नआउन्जेलसम्म चाहिँ बाटो एकदमै ओह्रालो र त्रिशुलीबाट फेरि माथि जाने बेला एकदमै उकालो छ। त्यस कारणले गर्दाखेरि म चाहिँ ओह्रालोमा, मैले उकालो जाँदा भिडियो बनाएन किनकि साइकलमा भिडियो बनाउन गाह्रो हुन्छ। त्यसैले भिडियो बनाउने कि साइकल चलाउने भएको कारणले गर्दाखेरि मैले चाहिँ ओह्रालो आउँदाखेरि भिडियो बनाउने भनेर सोचेको छु र भिडियो पनि त्यही अनुसारले मैले क्रिएट गरेको छु। र बाटो एकदमै योभन्दा केही वर्ष अगाडि एकदमै नराम्रो बाटो थियो र यहाँको विकास चाहिँ एकदमै छिटो तरिकाले विकास भएको छ। यो पिच रोड, यो पहिला
पहिला नै पिच थियो र फेरि यसलाई भत्काएर यो रोडको मुनि फेरि नाली राखेर 1 वर्षभित्र नै सम्पन्न गरेको छ र यो चाहिँ मेन रोड हो र गल्ली गल्लीमा पनि त्यसै गरी नाली राख्ने व्यवस्था गरिरहेको छ र कतिपय ठाउँहरूमा बाटो पनि बन्द भइरहेको छ र म चाहिँ यसरी बिस्तारै बिस्तारै आउँदै गर्दाखेरि मलाई कुकुरले चम्टिन्छ र म हात्ती र साइकल छ भने हाँस्दै हिँड्छु र त्यसपछि म फेरि केही समय अगाडि चाहिँ यो ठाउँमा चाहिँ एउटा चर्च पनि छ। यदि कोही क्रिस्चियन हुनुहुन्छ भने यो ठाउँमा पिपल बोटमा एउटा चर्च छ, वहाँ जान सक्नुहुन्छ र पिपल बोटबाट तिर्सो आएपछि म कोलानी बजारभित्र प्रवेश हुन्छु र मलाई चाहिँ कोलानी बजार प्रवेश हुनलाई केही समय लाग्छ किनकि साइकलले गर्दाखेरि भ्लग चाहिँ राम्रो भएन, क्यामेराहरू पनि राम्रोसँग देख्न सकेको छैन, हल्लिरहेको छ बढी जसो देख्न सक्नुहुन्छ। यता र उता पिस्ता छ तर राम्रै छ, तर खै किन यसरी हल्लियो त्यो मलाई पनि थाहा भएन। सायद मैले ह्यान्डलमा हात राखेको हुनाले यसरी हल्लिएको हुनसक्छ र मैले त्यो महसुस गर्छु मेरो क्यामेरा हल्लियो भनेर। त्यसपछि फेरि मैले क्यामेरा चाहिँ हातमा साइकलको ह्यान्डलमा नराखिकन उचालेर केही समय फेरि त्यसरी सजिलो बाटोमा चाहिँ मैले आफैले गर्नेछु र गर्दाखेरि आफूलाई कस्तो महसुस पनि हुन्छ र यहाँ चाहिँ डी बजार, योभन्दा अगाडि डी बजार हो, यहाँबाट ओह्रालो जाने डी बजार। यहाँबाट तपाईँ झर्नुभयो भने पुलिस चौकीतिर आउनुहुन्छ र उता जानुभयो भने त्रिशुली अस्पताल एकदमै चर्चित छ। त्यो त्रिशुली अस्पताल पनि त्रिशुली अस्पताल टप 10 भित्र पर्छ, नेपालको एकदमै राम्रोमा पर्छ र म यसरी ओह्रालो झर्ने क्रममा झर्दै गर्दाखेरि आफैलाई खुसी महसुस नि गर्छु किनकि मैले यहाँको राम्रो वातावरण देख्न पाउँछु, राम्रो दृश्यहरू देख्न पाइरहेको थिएँ र मेरो एउटा काँधामा झोला पनि छ। त्यो झोला चाहिँ मैले किन बोकेँ भनेर कौतूहलता भइरह होला हजुरहरूलाई, तर म अहिले भन्दिनँ किनकि त्यो झोलाभित्र केही न केही कुराहरू लुकेको छ। त्यस कारणले गर्दाखेरि म अहिले त्यसको बारेमा भन्दिनँ र म प्रहरी चौकी कोलानीको प्रहरी चौकीमा आएको छु। यो प्रहरी चौकी, योभन्दा अगाडि तपाईहरूले एउटा भीमार्ट देख्न सक्नुहुन्छ। त्यो भीमार्टपछि हजुरहरूले जे पनि किन्न सक्नुहुन्छ, एकदमै राम्रो छ, एकदमै चलेको छ। र त्यसपछि फेरि म केही समय अगाडि गएँ, यहाँ स्कुल पनि छ एउटा, त्यो भीमार्टको नजिकै एउटा बच्चाहरूको स्कुल पनि छ र त्यसबाट फेरि म टर्निङ लिन्छु र फेरि टर्निङ लिएपछि यहाँ चाहिँ अलिकति गाह्रो छ। किन भन्नुहुन्छ भने योभन्दा तलतिर चाहिँ नहर छ, एकदमै नहर छ, ओह्रालो छ, बाटो पनि एकदमै बिग्रिएको छ। त्यस कारणले गर्दाखेरि म ओह्रालो स्पिडमा जाने प्रयास गरिरहेको हुन्छु, तर मसँग ब्रेक भनेको एउटा हातमा मोबाइल भएको कारणले मसँग एउटा ह्यान्ड ब्रेक, त्यस कारणले गर्दा मैले भने ठाउँ रोक्न सक्दिनँ र मेरो चाहिँ क्यामेरा हल्लिन्छ। बाटो पनि यहाँ चाहिँ पिच छैन किनकि यो बाटो बनाइरहेको थियो, किनकि अब यो फेरि खनेर बाटो यो बनाउने प्रयास गरिरहेको छ र यसमा पनि फेरि रोड मुनिबाट नाली हाल्ने काम सुरु हुन्छ जस्तो लाग्छ मलाई जहाँसम्म। र म चाहिँ यहाँ आइसकेको छु। यो 10 मुरेबाट म प्लास्टर आएँ, प्लास्टरबाट कोलानी आएँ, कोलानीबाट म फेरि अब उता जान्छु। कहाँ जान्छु भने 12 नम्बर धारा, एकदमै यहाँको बासिन्दाहरूले खाने पानी लिन आउने ठाउँ भनेकै 12 नम्बर धारा। सबैले यतातिरको मान्छेहरू चाहिँ धेरै यसो घर होइन कि धेरै टाढाका दुर्गम ठाउँमा बसोबास गर्ने मान्छेहरू चाहिँ पढ्न, आफ्नो जबहरू गर्न आउनको लागि यस क्षेत्रमा चाहिँ मानिसहरूले रुम भाडामा लिएर बस्छन्। सो त्यस कारणले गर्दाखेरि खानेपानीहरू पनि राम्रो व्यवस्था छैन। यहाँको अलिकति नराम्रो भनेको चाहिँ त्यही हो, सबै कुराले भरिपूर्ण छ, तर यस ठाउँमा खानेपानीको चाहिँ अलिकति मैले अभाव देखेको छु। सो त्यसैले गर्दाखेरि यो 12 नम्बर धारामा चाहिँ दिउँसो बिहानभन्दा बेलुकातिर चाहिँ धेरै मान्छेहरू जम्मा हुन्छन् पानी थाप्नका लागि। हम्मे पर्छ, यानि कि मैले भन्न खोजेको यो हो कि पानी थाप्नका लागि
पालो पाउनुहुन्न। सो त्यसैले मान्छेहरू दिउँसो आउनुहुन्छ, कोही बिहान आउनुहुन्छ, तर बेलुका आउनुहुन्छ भने एकदमै पानी थाप्नको लागि कठिनाइ हुनेछ। र यो धारा पनि यही वर्ष बनाएको हो। सो त्यसैले पानी यहाँको ठुलो छ, एकैछिनमा बढ्छ पानी। र मलाई चाहिँ प्यास लागेको कारणले मैले पनि त्यहाँ गएर पानी थापेँ र हल्का यो साइकलको फोटो देखाएँ अलिकति। त्यसपछि पानी खाइसकेपछि मैले यताउता तपाईँहरूलाई 12 नम्बर धाराको कस्तो छ त, कहाँ पर्छ भनेर यसो दृश्यहरू देखाइदिनको लागि सुरु गरेँ। त्यसपछि मैले देखाएँ, यसो देखाएपछि म फेरि साइकल लिएर म बिजुरा पार्क, यहाँ बिजुरा पार्क पनि छ, एकदमै चलेको, एकदमै राम्रो बिजुरा पार्क। त्यहाँनिर तपाईँहरूले खेल्नको लागि पिङहरूको व्यवस्था गरिएको छ। त्यहाँनिर घुम्नको लागि, फोटो खिच्नको लागि एकदमै फुलहरूले सजाएर राखेको छ। वरिपरि पर्खालहरू लगाएको छ र त्यहाँ आएर हजुरहरू एकदमै मनोरञ्जन लिन सक्नुहुन्छ, दृश्यहरूलाई अवलोकन गर्न सक्नुहुन्छ। र त्यसपछि म लागेँ। त्यसपछि लागिसकेपछि म यहाँनिर एकछिन थोरै टाइम लिन्छु, किनकि म यहाँबाट हल्का ब्रेक गरेर म थोरै ब्रेक टाइम लिन म रोडलाई छाडेर तलतिर मोड्छु र म साइकलबाट यहीँ राखेर फेरि तलतिर झर्छु। र किन झर्नुभयो होला भनेर मान्छेहरूले सोध्छन् जस्तो लाग्यो मलाई। अलि नराम्रो पनि लागिरहेको थियो, तर मलाई चाहिँ लागोस् भनेर यसो के कस्तो छ भनेर, जङ्गल बाटो कस्तो छ भनेर हेर्न गएँ। र म हेरिसकेपछि टक्क लाएर के गर्छु गेस गर्नु होला। मैले यहाँनिर के गर्छु होला, के गर्दिनँ भनेर यसो हजुरहरूले गेस गर्नु होला। र मैले चाहिँ अब यहाँ देखाएको छु हजुरहरूलाई, यहाँ जङ्गलको फोटो र मेरो कपाल मिलाइरहेको छु। म आफैलाई ह्यान्डसम ठानिरहेको छु। सो त्यसैले मैले के भनिरहेको छु, मैले यहाँ के देखाइरहेको छु, मैले यहाँ के गरिरहेको छु हजुरहरूलाई थाहा छ भने सो कमेन्ट गरिदिनु होला र बिचबिचमा भनिदिनु पनि होला। फेरि म त्यसपछि जान्छु। यहाँ जाडो छ, मैले यहाँनिर भन्छु जाडो भएको कारणले अत्याधिक जाडो हो, त्यसैले म घाम ताप्छु भनेर एकछिन राख्छु र मैले क्यामेरालाई घाँसमा राखेर म चाहिँ एकछिन घाम ताप्छु। सो मैले चाहिँ भिडियो धेरै लामो हुन्छ भनेर धेरै बेर चाहिँ मैले टाइम लिँदिनँ। सो त्यसैले मैले एकैछिनमा के गर्छु त, मोबाइललाई उठाएर हिँड्छु। र अघि मसँग के थिएन, अहिले के भयो, अघि मैले चस्मा लगाएको थिएन, अहिले मैले चस्मा लगाएको छु। सो त्यसैले म फेरि आफ्नो साइकलपट्टि हिँड्दैछु र साइकललाई लिएर म अब फेरि रिटर्निङ हुन्छु या हुँदिनँ। सायद म रिटर्निङ हुँदिनँ होला, किनकि म जान्छु सिलट्याङ्कीसम्म चाहिँ म जान्छु। सो त्यसैले म अब बिजुरा पार्क हुँदै सिलट्याङ्की लागेँ। लेट्स गो। म गइसकेको छु फेरि 12 नम्बरबाट बिजुरा पार्क र बिजुरा पार्कबाट म सिलट्याङ्की जानेछु। म भनेको धेरै ठाउँ घुमिसकेको छु। दसमुरेबाट प्लास्टरबाट म चाहिँ कोलोनीबाट 12 नम्बर हुँदै बिजुरा पार्क र बिजुरा पार्क हुँदै म सिलट्याङ्कीतिर लाग्दैछु। भिडियो चाहिँ लामो होला जस्तो छ र हेरौँ के कस्तो हुन्छ। मैले हजुरहरूलाई सिलट्याङ्कीसम्म यानि कि मैले दसमुरेबाट हजुरहरूलाई त्रिशुलीसम्मको बाटो के कस्तो छ, यहाँको दृश्यहरू, यहाँका के कस्ता छन् घरहरू, यहाँका के कस्ता छन् सडकहरू भनेर मैले चाहिँ देखाउने र हरेक ठाउँहरूको नामहरू मैले जानकारी गराउँदै मैले छोटो मिठो ब्लग बनाइरहेको छु। सो त्यसैले गर्दाखेरि तपाईहरूले मेरो ब्लगलाई हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, बेल आइकनलाई दबाइदिनु होला, ताकि मेरो फेरि
अर्को भ्लग बनाउँदाखेरि हजुरको भिडियोमा नोटिफिकेसन आओस्। र यो झोला मैले भनेको थिएँ हजुरहरूलाई, यो झोलामा मेरो धेरै कथाहरू लुकेको छ, धेरै व्यथाहरू लुकेको छ। त्यसैले गर्दाखेरि मैले झोलालाई चाहिँ छोड्न सकेको छैन। यो झोला मेरो सामान्य देखिन्छ, तर यस झोला मेरो सामान्य होइन। म हजुरहरूलाई भन्ने छु यो झोलाको बारेमा पछि, तर अहिले चाहिँ म भन्दिनँ, किनकि यो झोलाले मेरो धेरै कथा बोकेको छ, धेरैले मेरो कथाहरू बोकेको कारणले गर्दाखेरि म हजुरहरूलाई भन्दिनँ। सो त्यसरी म बिजुरा पार गरेर अब म यहाँ यही अगाडि सिल ट्याङ्कीको एउटा नक्सा देख्न सक्नुहुन्छ। अगाडि एउटा नक्सा चाहिँ राखिएको छ बोर्ड जसरी। यो क्यामेरा चाहिँ धेरै हल्लिएको छ किनकि यहाँ पिच छैन, सो त्यसैले क्यामेरा धेरै हल्लिएको छ। क्यामेरा हल्लिए तापनि तपाईहरूले मन नहल्लाउनु होला, माया गर्नु होला। भिडियो यस्तै हो, पहिलो भिडियो खासै राम्रो पनि छैन होला, तर पनि नभए पनि योभन्दा अझ राम्रो बनाउने मलाई हौसला दिनु होला भन्दै म सिल ट्याङ्की प्रवेश गरिसकेको छु। यो सिल ट्याङ्की चाहिँ हजुरहरूले देखेको जति सानो छैन, हजुरहरूले सोचे जस्तो यो सानो छैन। यो चाहिँ एकदमै ठुलो छ, एकदमै यो राम्रो छ। यहाँको पानी देख्नुहुन्छ, यहाँ वरिपरि जाली लगाएको छ। वरिपरि जालीपछि के लगाएको छ भन्दा सडकहरू पनि त्यस्तै राम्रो छ, एकदमै पिच गरेको छ। खोलावारी खोलापारी दृश्यहरू त्यत्तिकै राम्रो छ। त्यसपछि म चाहिँ बिस्तारी बिस्तारी यसलाई परिक्रमा गर्ने प्रयास गरिरहेको छु र म घुमिरहेको छु, हेर्न सक्नुहुन्छ। लेट्स सी सिल ट्याङ्की। यो सिल ट्याङ्की चाहिँ यो नुवाकोट जिल्लाको एकदमै फेमस हुनेवाला छ। अब यसमा चाहिँ केही समयपछि मानिसहरूले, यहाँका बासिन्दाहरूले यहाँनिर ढुङ्गा हालेर पोखराको फेवात्तल माया तिम्रो जाल भन्ने जस्तै गरी यसलाई भुलाउनको लागि, त्यहाँ नजानको लागि मान्छेहरूले यसलाई प्रयोग गर्ने सम्भावना मेरो आँखाले जल्दी देखिरहेको छु। र मान्छेहरूले सायद गर्छन् पनि होला, ढुङ्गाहरू हाल्छन् पनि होला, तर केही समय हो यो नुवाकोट जिल्ला एकदमै विकसित छ। एकदमै यहाँका मान्छेहरू एकदमै सोच राम्रो लिएर अगाडि बढेका छन्, तर राजनीति पनि त्यत्तिकै छ भन्नुहुन्छ भने जस्तो लाग्ला। तर कुरा यही हो, मान्छेहरूले, यहाँका बासिन्दाहरूले धेरै राजनीति गरे पनि काम चाहिँ एकदम पक्का गरेका छन्, एकदमै काम दीर्घकालीनको लागि गरेका छन्, एकदमै काम ओहो गरेछ है भन्ने जसरी गरेका छन्। सो त्यसैले यहाँ तल मैले देखाइरहेको दृश्य चाहिँ खोला, यसलाई भन्छ त्रिशुली खोला। त्रिशुली खोला वारिपारि, यता वारी देख्नुहुन्छ सिल ट्याङ्की, पारी देख्नुहुन्छ नुवाकोट दरबार। र म त्यो नुवाकोट दरबार पनि यदि समय मिल्यो भने, यदि समय मसँग भयो भने म त्यो नुवाकोट दरबारसम्मको पनि भिडियो हजुरहरूको सामुन्ने ल्याउने प्रयास गर्नेछु। तर यो भिडियो हजुरहरूले धेरै माया गरिदिनुहुन्छ भन्ने आशाको साथ मैले आफ्नो भिडियोलाई एकदमै राम्रो बनाउने प्रयास पनि गरेको छु। तर क्यामेरा चाहिँ धेरै हल्लिएको छ, हजुरहरूले हल्लिए तापनि एकदमै राम्रो मनले, राम्रो सोचले हेरिदिनु होला भन्दछु। र मलाई चाहिँ यो सिल ट्याङ्की परिक्रमा गर्न, यानि कि मलाई यो सिल ट्याङ्की वारीदेखि पारी पुग्नको लागि मलाई साइकलमा चाहिँ लगभग 5 मिनेट चाहिँ कम्तीमा पनि लाग्छ कि, त्यति लामो छ कि साथीहरू। हजुरहरू पनि यदि यो ठाउँ आउनुभएको छैन भने आउनु होला। यहाँका नुवाकोट जिल्लामा बस्नुहुनेले हेर्दै हुनुहुन्छ भने यो यति राम्रो ठाउँ छ कि हजुरहरूले आएर एकदमै फोटोसोटो खिच्नु होला भन्न चाहन्छु। र यो ठाउँमा चाहिँ मान्छेहरू प्राय पिकनिक पनि आउने गर्छन्। यो ठाउँमा मान्छेहरू प्राय साथीहरू
सँग मिलिजुली गर्न लागि घुम्नको लागि चाहिँ एकदमै रुचाइएको ठाउँ हो। सो त्यस कारणले मान्छेहरू यसमा आउँछन्, तर अहिले चाहिँ किन देखिएको छैन भन्दै गर्दाखेरि अहिले चाहिँ म बिहान 10-11 यानि कि 12-1 बजेको टाइममा चाहिँ म यो ठाउँ घुमिरहेको छु, हजुरहरूलाई देखाउने प्रयास गरिरहेको छु। सो त्यसैले मान्छेहरू अहिले चाहिँ दिउँसोको 11-12-1 बजेको समयमा चाहिँ नहुने गर्दाखेरि खासै यो भिडियो रमाइलो त छैन, तर पनि रमाइलो मानेर हेर्दिनु होला। र कतिजनाले मलाई यो फर्स्ट ब्लगमै भनेको छन् कि मलाई के भनेको छन् भन्दाखेरि यो फर्स्ट ब्लगमै मान्छेहरूले ओहो कति राम्रो मान्छे ओहो भनेर मलाई भन्दै गर्दाखेरि म नि बोल्छु नि भन्दै गरेका थिए। सो त्यसैले गर्दाखेरि म तपाईको ब्लगमा केही शब्दहरू बोल्छु भनेर मलाई कतिजनाले रिक्वेस्ट गरेका थिए र कतिजना केटीहरूले पनि मलाई जिस्काएको छन्। सो मलाई जिस्काउँदैमा केही फरक त पर्दैन, तर पनि भिडियो एकदमै लामो हुने भएको कारणले गर्दाखेरि म उनीहरूसँग जिस्किने टाइम पनि मैले पाएन र भिडियोमा बोल्छु केही शब्द भन्छु भन्दै गर्दाखेरि मैले उनीहरूलाई बोल्न पनि सकिनँ र बोलाउन पनि सकिनँ, किनकि मैले हजुरहरूलाई भनिसकेँ भिडियो लामो हुने गर्दा भएकोले मैले उनीहरूसँग नाम के हो यताउता भनेर मैले उनीहरूसँग चाहिँ बोल्न खोजिनँ। सो त्यसले गर्दाखेरि भिडियो चाहिँ 21 मिनेटको भइसकेको छ। म सिलट्याङ्गीसँग आइसकेको छु र फेरि म रिपिट भएर जानेछु र त्यही बाटो रिपिट हुन्छ। सो त्यस कारणले गर्दाखेरि म यहाँसम्म सिलट्याङ्गी परिक्रमा गरिसकेको छु र फेरि देख्न सक्नुहुन्छ त्यही बाटो म फेरि फर्केर जाने भएको कारणले गर्दा यो भिडियोलाई चाहिँ म पज गर्दैछु अर्थात् यसलाई काट्दिन्छु, ताकि मैले सुरुवातबाट देखाएको भिडियो त्यहीँबाट फेरि स्टार्ट गरेर म त्रिशुली बजारको भिडियो देखाउने प्रयास गर्नेछु। देख्न सक्नुहुन्छ मैले अघि भनेको थिएँ हजुरहरूलाई 12 नम्बर धारा हो, त्यो 12 नम्बर धारा चाहिँ म फेरि फर्केर क्रस भइसकेको छु र त्यसकै 12 नम्बर धाराबाट यता अगाडिपट्टि म आइसकेको छु र अब यो ठाउँ मैले देखाउने छु हजुरहरूलाई। यो ठाउँबाट माथितिर जानुहुन्छ भने अहिले पुलिस चौकी भनेको थियो मैले, त्यहाँ पुग्नुहुनेछ र फेरि त्यतै जानुको लागि अनुरोध गर्दछु र म चाहिँ त्यो बाटो नभइकन यो मिलन चौतारा भन्छ यसलाई, एकदम यहाँ चाहिँ मानिसहरूले खानेकुराहरू राख्नुहुन्छ, चना चटपट पानीपुरी मोमो चाउमिन गाडीमा देख्नुहुन्छ नि, यो चाउमिनहरू मोमो चाउमिनहरू सेकुवा रोल के सबै पाउँछ र यहाँ मान्छेहरू आएर रमाइलो गर्छन्। र यहाँ चाहिँ खासमा भन्दाखेरि मान्छेहरू प्रायः डेटिङ आउने गर्छन् र यसलाई मिलन चौतारा भनिन्छ। म चाहिँ यहाँबाट फेरि ओह्रालो झर्छु। ओह्रालो कहाँ झर्दैछु भन्दाखेरि किनकि यो बाटो एकदम यहाँ चाहिँ एक्सिडेन्ट हुने बाटो हो। सो एकदमै ओह्रालो छ, एकदमै सानो भएको कारणले मैले चाहिँ यहाँ चाहिँ एकदमै बिस्तारै गएको भिडियो हजुरहरूले देख्न सक्नुहुन्छ। म स्पिड पनि गएन, एकदमै बिस्तारै गइरहेको छु किनकि मलाई डर लाग्छ यो बाटो। त्यही माथि ब्रेक मैले दुईटा लगाउँदिनँ, ब्रेक एउटा मात्रै लगाएको छु। सो त्यस कारणले एउटा हातमा मोबाइल छ एउटा हातमा ब्रेक छ। सो म स्पिड गयो भने मेरो ब्रेकले काम गरेन भने म छिटै ब्लग बनाउँदै गर्दाखेरि म ब्लगमा नदेखिन नि सक्छु। सो त्यस कारणले गर्दाखेरि मैले आफैले आफ्नो ख्याल गर्नुपर्छ भनेर आफैले आफ्नो रक्षाको लागि ओह्रालो बाटोमा अप्ठ्यारो बाटोमा म आफैले आफ्नो होसियारीको साथ बिस्तारै झर्दैछु र झर्दै क्रममा चाहिँ यहाँको बाटो चाहिँ अलिकति भन्नुपर्दा नराम्रो नै थियो, किनकि यहाँ रोड भत्किएको थियो। देख्न सक्नुहुन्छ सडक भत्किएर यहाँ रडहरू देखिएको छ र तलबाट बाइक आइरहेको छ। सो त्यसैले मैले अलिकति पज गर्छु। त्यस कारणले गर्दाखेरि म अब स्कुटर आएको कारणले म रोड क्रस गर्छु। रोड क्रस गर्दाखेरि चाहिँ म घुम्दैन किनकि रोड नराम्रो छ, त्यस कारणले म यताको छोटो मिठो सडकलाई चुज गरेर म झर्छु। देख्न सक्नुहुन्छ यस्तो हल्लिएको छ क्यामेरा, किन हल्लियो भन्दाखेरि एकदम यहाँ चाहिँ गिर्खा के एकदमै रोडा माटो नभएको रोडा छ। सो त्यस कारणले मेरो चाहिँ क्यामेरा राम्रोसँग देखिएको छैन। अब यहाँबाट म तल मेन रोड ननिस्किन्जेलसम्म
मेरो क्यामेरा राम्रोसँग आउने छैन। सो त्यस कारणले गर्दाखेरि हजुरहरूले हेर्नुहोला के कस्तो दृश्यहरू चिन्नुहोला। यदि चिन्नुभएको छ भने कमेन्ट गर्नुहोला भन्दै म भिडियोलाई अगाडि बढाइरहेको छु। हेर्नुहोला, मनोरञ्जन लिनुहोला। छोटो छ, मिठो छ, तैपनि हजुरहरूले चिन्नुभएको छ भने यदि कमेन्टमा यो ठाउँ हो भनेर मलाई भनिदिनु होला। र यहाँभन्दा तलतिर यो मेन रोड हो, जुन यो मेन रोडमा म झरिसकेको छु। अब म मेन रोड प्रस्थान हुन लागिसकेको छु। सो त्यस कारणले म यहाँ चाहिँ बिस्तारै झर्छु, किनकि यहाँ मेन रोड हो, गाडीहरू जति बेला पनि स्पिड हुन्छ। सो त्यस कारणले म गाडी हेरेर मात्रै पास गर्नेछु। र म जाँदै क्रममा चाहिँ गाडी आएको थिएन, सो त्यसैले म चाहिँ पास भइसकेको छु। र यो क्षेत्रमा, यो त्रिशुली बजारमा दुईवटा स्कुल छ। एउटा बोर्डिङ छ भने एउटा चाहिँ त्रिशुली माध्यमिक विद्यालय, यानि कि 12 कक्षासम्म छ त्रिशुली माध्यमिक विद्यालय। र एउटा माथि कोलोनीमा पनि छ। कोलोनीमा त कति दुईवटा तिनवटा चारवटा बोर्डिङ स्कुल छ, जस्तै स्पार्कल छ, अनि सूर्यज्योति छ, अनि स्टार बोर्डिङ छ, अनि ज्ञानकुञ्ज छ। र त्योभन्दा उता पनि अरू पनि छ, तर मलाई नाम आएन। त्योभन्दा उतापट्टि एउटा छ के अरे, त्यो नाम आएन मलाई। र हात्तीगौडा स्कुल एकदमै फेमस चलेको, एकदमै हात्तीगौडा भनेर नकुल जिल्लामा चाहिँ एकदमै प्रसिद्ध छ। र त्यसै गरी म अब चाहिँ त्यसको चर्चा नगरिकन म चाहिँ त्रिशुली बजार आइसकेको छु। र त्रिशुली बजार यो चाहिँ मेन रोड भन्दा यो चाहिँ मेन रोड होइन, योभन्दा तल म योभन्दा अगाडि देखिरहेको चाहिँ मेन रोड हो। र योभन्दा अगाडिको चाहिँ देख्न सक्नुहुन्छ फाइनान्स छ, यो सिसा लगाए एउटा फाइनान्स छ, लघुवित्त फाइनान्स हो यो अगाडिको चाहिँ। यो चाहिँ मेन रोड हो, मेन रोडकै छेउमा तलपट्टि चाहिँ फाइनान्स छ। र फाइनान्स यो चाहिँ एउटा म कुरालाई झरिसकेको छु। र यो मैले यो अगाडिको टर्निङ लिइसकेपछि मैले देख्नेछु त्रिशुली बजार। हजुरहरूले पनि देख्न सक्नुहुन्छ, वेट गर्नुहोला, अल्छी नमान्नु होला भन्दै मैले चाहिँ टर्निङ लिइसकेको छु गाइज। र यो हो, देख्न सक्नुहुन्छ एकदमै त्रिशुली बजार कस्तो छ भनेर। यो त्रिशुली बजार धेरै ठुलो पनि छैन, धेरै सानो पनि छैन, एकदमै ठिक्कको छ। यहाँको बासिन्दाहरूले सपिङ गर्नको लागि ठिक छ भन्दै मैले चाहिँ यो चाहिँ यति हो त्रिशुली बजार। यहाँ चाहिँ विभिन्न ठाउँ सानो भए पनि सामानहरू चाहिँ यहाँ धेरै छन्। ठाउँ थोरै भए तापनि, पसलहरू थोरै भए तापनि सामानहरूको माग, सामानहरूको मूल्य एकदमै वृद्धिको साथसाथै एकदमै राम्रो रोचकहरू छ। र यो ठाउँमा चाहिँ घुम्नको लागि खासै ठाउँ छैन यो बजारमा। एकदमै तपाईँहरूलाई सपिङ गर्नको लागि चाहिँ एकदमै राम्रो ठाउँ छ, घुम्नको लागि चाहिँ खासै छैन। तर यो चाहिँ देख्न सक्नुहुन्छ यो पुल चाहिँ यति पुरानो पुल हो कि यसको ठाउँमा चाहिँ नयाँ पुल अगाडि छ। मैले हजुरहरूलाई देखाउने छु। यो अगाडि देख्नुभएको पुल चाहिँ नयाँ पुल हो, भर्खर यही वर्ष कति 82 सालमै लागू गरिएको पुल हो। यो चाहिँ धेरै पुरानो भएको छ। सो त्यसैले यो बाटो चाहिँ यहाँको लोकल माइक्रोहरू मात्रै हिँड्छ भने अरू चाहिँ माथिबाट हिँड्छ। सो त्यसैले यता पनि हल्का फुल्का बजारै छ, यो पनि त्रिशुली बजारै हो। र खोलावारी र खोलापारी, खोलावारी चाहिँ त्रिशुली बजार हो भने खोलापारी चाहिँ ढुङ्गे, यानि कि अब बिदुर भनेर चिन्दा पनि हुन्छ। म बिदुरतिर जाँदैछु है भनेर हजुरहरूले थाहा पाउँदा पनि हुन्छ। र यहाँनिर चाहिँ अब म ठ्याक्क लाएर ढुङ्गे प्रस्थान भयो। अब मैले हजुरहरूलाई कहाँलाई भन्छ ढुङ्गे भन्दाखेरि चाहिँ हजुरलाई देखाउनेछु। यो चाहिँ नयाँ पुल हो, यो चाहिँ लोकल माइक्रो। यो माइक्रो चाहिँ यो पुरानो पुलबाट हिँड्छ भने अरू चाहिँ माथिबाट नै हिँड्दा केही फरक पर्दैन। सो त्यसैले अब यो ठाउँलाई चाहिँ भन्छ ढुङ्गे।
त्रिशुली बजारबाट म ढुङ्गेतिर चाहिँ लागिसकेको छु र यो क्षेत्र चाहिँ यो क्षेत्र हो। यहाँबाट तपाईँ भिजिट गर्नुहुन्छ भने पनि एकदमै ठिकै छ, खासै नराम्रो भन्ने छैन। सपिङ गर्नुहुन्छ भने पनि एकदमै राम्रो छ। र हजुरहरूको यहाँ चाहिँ त्रिशुली बजारमा चाहिँ एकदमै पेट्रोल पम्प भनेको कहाँ हो भन्दाखेरि चाहिँ ढुङ्गेमा देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हजुरहरूको बाइकमा गाडीमा केहीमा पेट्रोल छैन भने हो यो क्षेत्रमा चाहिँ पेट्रोल पाउँछ। यो चाहिँ यहाँ क्षेत्रमा चाहिँ पेट्रोल पाउँछ, तर मैले देखाएन। सो यहाँ चाहिँ तपाईँहरूले पेट्रोल पाउने क्षेत्र हो। पेट्रोल लिने क्षेत्रमा आएर तपाईँले सोध्नुभयो भने पनि अवश्य सजिलै यहाँनिर तपाईँले पेट्रोल हाल्न सक्नुहुन्छ। र यहाँबाट उकालो लाग्यो भने चाहिँ ठ्याक्कै बिदुरतिर प्रस्थान हुन्छु र म हजुरहरूलाई आज बिदुरसम्मको चाहिँ भिडियो ल्याउने छु, तर हजुरहरूले हेरिदिनु चाहिँ पर्यो। मेरो ब्लग चाहिँ एकदमै लास्टै लामो आधी घन्टाको भइसकेको छ। सो तपाईँहरूले हेरिदिनु होला भन्दै म यो भिडियोलाई अब धेरै लामो भएको कारणले गर्दा मैले चाहिँ बिदुरसम्मको बनाउनु पाएन। म बिदुरसम्मको चाहिँ तपाईँहरूलाई अर्को भिडियोमा हालिदिने बाचाका साथ यो भिडियोलाई चाहिँ म यहीँ समाप्त गर्दछु। हस्त, धन्यवाद।